नमस्कार। आज हामी मौरीको जीवनचक्रको बारेमा छोटकरीमा बुझ्नेछौँ। सबै मौरीको जीवनचक्र फुल, लार्भा, प्युपा र वयस्क गरी 4 अवस्थामा पुरा हुन्छ। जीवनचक्रको पहिलो चरण हुन्छ अन्डा अर्थात् एग। यो चरणमा रानी मौरीले आफ्नो फुल चाकाको भित्र रहेको ब्रुड सेलमा पार्दछ। अन्डा धेरै सानो, लगभग 1 देखि 1.5 मिलिमिटर आकारको र सेतो रङको हुन्छ। अन्डा 2 किसिमका हुन्छन्, फर्टिलाइज्ड एग र अनफर्टिलाइज्ड एग। फर्टिलाइज्ड एगबाट कर्मी मौरी र रानी मौरी बन्छन् भने अनफर्टिलाइज्ड एगबाट भाले मौरी बन्छ। यहाँबाट प्रारम्भ हुन्छ पूर्ण रूपान्तरण अर्थात् कम्प्लिट मेटामोर्फोसिस। अन्डाबाट फुटेर निस्किएको अवस्था हो लार्भा। यस अवस्थामा लार्भाले धेरै खान्छ। यो अवस्था नरम सेतो रङको खुट्टा वा पखेटा नभएको अवस्था हो। रानी र भाले मौरीका लार्भा कर्मी मौरीको भन्दा ठुलो हुन्छ। अझै रोचक कुरा, रानी मौरी बनाउने कि कर्मी मौरी बनाउने भन्ने कुरा लार्भालाई खुवाउने खाना अर्थात् रोयल जेलीमा भर पर्दछ। रानी मौरी बनाउनु परेमा लार्भा अवस्थाको अवधिभर पोषणयुक्त तत्त्व रोयल जेली मात्र खुवाउँछन् भने कर्मी मौरी र भाले मौरी बनाउनका लागि 3 दिन रोयल जेली, त्यसपछि मह र कुटको मिश्रण अर्थात् मधुरोटी खुवाउँछन्। लार्भा अवस्थामा मौरीले 4 देखि 5 पटकसम्म काँचुली फेर्छ। लार्भालाई खुवाउने खाना फरक फरक भएकाले यिनीहरूको विकासको अवस्थाको अवधि पनि फरक फरक हुन्छ। लार्भा पर्याप्त वृद्धि भएपछि ब्रुड सेलमा वाक्स क्याप लगाएर बन्द गरिन्छ र प्युपा अवस्था सुरु हुन्छ। यस प्युपा अवस्थामा यिनीहरू खाना नखाई नचली निष्क्रिय रहन्छन्, तर भित्री भागमा तीव्र रूपान्तरण भइरहेको हुन्छ। मौरीको वर्ग अनुसार रानी मौरीमा करिब 8 दिन, कर्मी मौरीमा 12 दिन र भाले मौरीमा 14 दिनको अवधिमा सम्पूर्ण विकास भई प्युपा अवस्था पुरा हुन्छ। विभिन्न परिवर्तन पश्चात अन्तिममा प्युपा वयस्कमा परिणत हुन्छ। मुखमा रहेको म्यान्डिबलले ब्रुड सेल्सको मुख टालेको मैनको पत्र काटेर भर्खर बनेको वयस्क मौरी बाहिर निस्किन्छ। सामान्यतया फुलदेखि वयस्क अवस्थासम्म पुग्नका लागि मौरीको वर्ग अनुसार फरक फरक समय अवधि लाग्छ। रानी मौरीलाई 16 दिन, कर्मी मौरीलाई 21 दिन र भाले मौरीलाई 24 दिनको समय अवधि लाग्दछ। वयस्क मौरीले विभिन्न कार्यहरू गर्छन्। कर्मी मौरीले कोष सफा गर्ने, लार्भालाई मह र कुट खुवाउने, मैनको प्रयोग गरी चाका लगाउने, घरको सुरक्षा गर्ने, पुष्परस, पराग, चोप, पानी आदि सङ्कलन गर्ने कार्य गर्छन् भने रानी मौरीले अन्डा पार्ने, घरको सञ्चालन र नियन्त्रण गर्ने कार्य गर्छ। त्यसैगरी भाले मौरीले रानी मौरीलाई गर्भधान गराउने कार्य गर्दछ। यसरी जीवनचक्र फेरिन्छ। वयस्क मौरीले पुनः ब्रुड सेल तयार पार्दछ र नयाँ पिँढीका लागि रानी मौरीले अन्डा पार्दछ।